हेलो गाइज दर्शन नमस्ते। अहिले यो हाम्रो हर्कजितले जहाँ गयो त्यहीँ रवि लामिछाने, कुलमान घिसिङ, बालेनहरूको मात्रै विरोध गरेर आउनुहुन्छ। उहाँको खिचिचिउरी गर्ने अनि हा 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 गरेर हाँस्ने। उहाँले मात्रै बहुमत ल्याउन पनि अलिक गाह्रै छ। उहाँलाई अब पूर्वतिरबाट आउला पुरै अब 7 प्रदेश 77 जिल्लाबाट चाहिँ अब उहाँको सङ्गठन पनि विस्तार भएको छैन। त्यो कारणले अब सबैतिरबाट उहाँको बहुमत आउँछ भन्ने पनि छैन। यस्तै गर्दै जानुभयो अनि अरू अब यो नयाँ विकल्प भनिएकासँग मिल्नु भएन। सबैलाई यस्तै खिचिटिउरी गर्दै हिँड्नुभयो भने भोलि उहाँको बास पनि जेलमै हो। कसरी भन्नुहुन्छ भने उहाँको पनि धेरै मुद्दाहरू अदालतमा छ। त्यो कारणले यी पुराना दलले जित्ने बित्तिकै यिनीहरूले कुनै न कुनै केही न केही फन्डा लगाएर पुर्याउने उहाँलाई पनि जेलमै हो। त्यो कारणले अहिले विकल्प भनिएकाहरू मिलेर जानुपर्छ। मिलेर जानुको विकल्प छैन। त्यो कारणले कसैको यो नयाँ आउनेहरूको यो खिचिटिउरी गर्नुभन्दा पनि कसरी हुन्छ मिलेर जान चाहिँ म उहाँहरूलाई सुझाव दिन चाहन्छु है त।